हेलो एभ्रिवान, हामी चाहिँ अहिले एबिसी छौँ है। एबिसी अब घाम लाग्न लागिसक्यो हेर्नु जो टल्किरह सबै अन्नपूर्ण रेन्ज। गिटार बजाएर भिडियो बनाउनु पर्छ नि। हजुर हामीलाई कुरा गरे, हामी हजुरलाई कुरा गरे हो। अरू के छ हाम्रो साडी चाहिँ कहीँ पनि निकाल्दैन भिडियो कहीँ केहीमा हाले हेलो एभ्रिवान, हामी चाहिँ अब फर्किँदैछौँ है। यस्तो एबिसीबाट चारैतिर हिमाल छ। अनि यहाँ साडी लगाएर खिच्ने भनेर लिएर आएको साडी, यो साडी हो। यो साडी चाहिँ लगाइएन किनभने जाडो भयो, अब तल मात्र लगाएर भएन। यस्तो ज्याकेट छ, गाह्रो छ, बोक्नु मात्रै भयो यत्रो बाटो। हामी चाहिँ अब फर्किनु लगाएको। अहिले चाहिँ त्यस्तै 7:30 भयो। यस्तो घाम लागिसकेको छ यहाँ सबै। अब चाहिँ हामी फर्किन्छ। आज अप्पर सिनेमा पुग्ने हाम्रो टार्गेट छ, त्यही भएर अब हिँड्नुपर्छ खाजा खाएर। बाई। अब खाजा खान लाग्यो, ब्रेकफास्ट। युनिक भएपछि यस्तै हो कि खाजाहरू युनिक खानु हुन, त्यही भएर पुग्नुपर्छ यसरी अरूले खाएको। अनि यता यिनीहरूले नि खाँदैछन् खै, यता हेर। अब यिनीहरू पनि खान्छन्, सबैले खान्छन्। ल अब हामी यति खाएर तल झर्ने। खाजा खाएर हिँडिसकेका छौँ है। अहिले त्यस्तो राम्रो खुलेछ। हिजो आउँदाखेरि केही पनि थिएन यहाँ। यस्तो राम्रो दिन परेको छ। यो फोटो खिच्ने ठाउँ। अझै हामी फोटो खिचेर बिस्तारै जान्छौँ। ल जानु। अब हामी चाहिँ साथी हो एमबिसीमा पुगेपछि ब्याग चाहिँ उहाँले मलाई दिने रे। उहाँ चाहिँ अब त्यहाँबाट फेरि हुन्छ अलिकति उहाँ चाहिँ लडबडाइ राख्नुपर्छ। ब्याग चाहिँ उहाँभन्दा ठुलो चाहिँ ब्याग भएर चाहिँ अलिकति गाह्रो चाहिँ लगायो नि त। ल पुरै तल कुर्कुचामा छोइसक्यो ब्यागले। त्यही पनि उहाँलाई चाहिँ उहाँ पनि जिद्दी, घमण्डी त नि जिद्दी क्या। मैले नि सक्छु, मैले नै पल्टिनु भयो होइन। ठिक छ, वाह त दामी देखिनु भएको छ। एभ्रिवान, हामी चाहिँ अहिले फ्रोजन लेकमा छौँ है। फ्रोजन लेक यो चाहिँ अब पुस माघतिर फ्रोजन हुन्छ र अहिले त फ्रोजन छैन है। हामी चाहिँ फर्किरहेको छौँ, पर देखिरहेको छ नि एबिसी हो यता, त्यही हो हामी बसेको। अब हामी चाहिँ अब बिस्तारै हिँडिरहेको छौँ। अब हामी चाहिँ जान्छौँ तलतिर है त। दर्शक महानुभाव, ल यो चाहिँ बिहाइन्ड द सिन हो है। यहाँ यिनीहरूको टिकटक बन्दैछ, लाटा लाटी नाच्छ यसो गर्छन्। ल 1 2 3 गो। ल
हो मलाई भारी भयो ल तिमीहरूको मोबाइल आज चाहिँ होइन अहिले चाहिँ हामी खाना खान लागेको छौँ तर अहिले चाहिँ 4 बजेको छ हामी चाहिँ बेलुकाको खाना खान लागेको पनि नचुकिनु होला हामी बिहानको खाना खाँदैछौँ उहाँहरूले पनि खाँदै हुनुहुन्छ 4 बजे खाना तपाईँहरूलाई कस्तो महसुस भइरह तपाईँलाई हजुर यस्तो हुसु लागिसकेको छ अब त जाडो हुन्छ यार हामी खाना खान लागेको छ यो खाजा हो कि खाना हो साथीहरू भनिदिनु पर्यो मासु भात है मासु भात यो चाहिँ हामीले फियोनाको चोरेर खाएको है फेरि यो चाउमिन कहाँ आयो भन्नु होला फेरि त्यही हो चाहिँ ठ्याक्कै 7 बजेको छ 7 बजेर 4 मिनट गएको छ यस्तो अँधेरो छ है हामी चाहिँ माथि एबिसीबाट हिँडेको अप्पर सिनमा आएर बस्ने भनेको हेर्नुहोस् यस्तो ताल छ हाम्रो 3वटा साथी अझै पछाडि हुनुहुन्छ अनि हामी चाहिँ हिँडिरहेको छौँ यहाँ 4 जना यति गाह्रो छ यो बाटो गाह्रो त के भन्नु र कतिलाई उकालो ओह्रालो आउँछ उकालो आयो भने हात अट्याक आउँछ त्यही हो हामी ब्याम्बु कटिसक्यौँ अब चाहिँ हामी अप्पर सिनमा आउनु मात्रै बाँकी छ अब हो गरम 1 घन्टाभित्र चाहिँ हामी बेडमा हुनेछौँ भनेर गीत सुन्दै हिँड्ने गरेको छौँ साथीहरू अगाडि छन् मेरोमा चार्ज पनि छैन ल साथीहरू हामी चाहिँ अझै हिँडिरहेको छौँ हाम्रो साथीहरू चाहिँ सबै भेटिएका छन् पछाडि भएका हामी चाहिँ बादलमा हिँडिरहेको छौँ कुहिरो कुहिरो हो कुहिरो बादलमा हिँडिरहेको छौँ अहिले चाहिँ 8 बज्न लागिसक्यो हामी हिँडेको तपाईँलाई कस्तो महसुस भइरहेछ जबरजस्त यस्तो सही लाग्छ भन्नु अस्ति त लाइफ मैले मजै आएन सबै आउनुपर्छ यस्तो रातिर हिँड्नुपर्छ हजुर ल चार्ज पनि छैन त्यसैले अब हामी आधी घन्टाभित्रमा त हामी वहाँ पुगिसक्नु पर्ने हो भन्ने मेरो अनुमान हो अब ल चार्ज पनि छैन अपडेट चाहिँ गरिराख्नुपर्छ अब साथीहरू ल अझै पनि भिडियो गरेर बनाउँदै कहाँ त्यो ढुङ्गासुङ्गा के झऱ्यो होइन ऊ तर्सेको के गरायो अरे बाघको रासो लाग्छ मलाई त हामी चाहिँ अब 10 मिनटमा पुग्छौँ पुग्यो 10 मिनट तिम्रो 10 मिनट कस्तो भन्न सक्यो 10 मिनट आधी घन्टा ल अहिले ठ्याक्कै 8 बजेको छ ल हामी चाहिँ टाइम हेरेर हिँड्छौँ कसले जित्दो रहेछ त्यही हो हाम्रो साथीहरू चाहिँ जस राति पनि हिँड्न सक्ने एकदम फुइ लाएर हिँड्छन् यिनीहरूलाई दिउँसो भन्दा पनि बेलुका हिँड्नु पर्यो
राइटै देखि बन्द भयो कहाँ गयो राणा पछाडि त्यही त उसले अन्त 10 मिनट 10 मिनटमा त पिछेहरू ल अब तास खेल्छौँ हामी 10 मिनटमा ल बाई बाई साथीहरू चाहिँ एकदम खुसी भएन किनभने हामी घर देखिसकेका छौँ 6 मिनटमा घर देखिसकेको छौँ अब 4 मिनटमा त कोठामा पुगिन्छ मैले 8 बजे ठ्याक्कै भनेको अहिले 8 छ भयो के 6 मिनेट एक्स्ट्रा सुत्नु पर्छ भोलि ल हामी फाइनली आयो है फाइनली हामी ऋषिगढा बिहान 9 बजीतिर टाइम लाग्नु म खुट्टा नचल्दा त बल्ल बल्ल सात बजे बाहिर आउनु है